हेलो साथीहरु, के छ खबर हो? यो दृश्य, यो ठाउँ, यो बाटो हेर्नुहुँदैछ, बाटो कि खेत हो? कृपया भन्नु होला ल। यो तर कहाँको हो त्यो पनि भन्नु होला र कुन ठाउँको हो त्यो पनि भन्नु होला। मलाई जहाँसम्म लाग्छ यो त कानीपोखरी गाउँपालिका वार्ड नम्बर 1 को हो। यो जाने बाटो चाहिँ खासमा झरनागोटु र अर्को के भन्छ यो होक्लाबारी त्यो बाटो छुने जोड्ने बाटो हो। तर यो बीचमा स्वास्थ्य चौकी र स्कुल विद्यालय पनि छ क्या त्यहाँ। अनि यस्तो ठाउँबाट विद्यार्थीहरू जान्छन्, यस्तो हिलो छ। म आज पनि फर्स्ट टाइम आएको यता, मेरो छोरी स्कुल जाँदैन अरे, अनि यसो बाटो खेत हेर्न पनि आएको थिएँ। अनि बाटोको हालत त हेर्नु नि यस्तो छ यार, आमामामा के भन्नु। अब खाल्टो विद्यार्थी स्कुलको केटाकेटीहरू यही बाटो जान्छन्। म त अब के भन्न सकिनँ यसबारे। यो स्वास्थ्य चौकी पनि त्यही छ है, स्वास्थ्य चौकी जोड्ने बाटो, स्वास्थ्य चौकी जाने बाटो पनि यही हो। झरनागोटुको सबै नागरिक जाने बाटो यही हो। अनि यस्तो साइकल पनि नजाने अवस्था छ। साइकल मैले ठेल्दै लानु परिरहेछ। यहाँ हेर्नु साइकल ठेल्दै लानु परिरहेछ। यहाँको बाइक कसको उभिरहेको छ, यो बाइक चाहिँ कसको सायद। अनि यतापट्टि जङ्गल, यता नै जङ्गल। अनि हिजो कि अस्ति बजेट छुटेर आएको छ सुनेको थिएँ। अब कहाँको लागि हो यस्तो ठाउँ चाहिँ, बाटो चाहिँ अलिकति बिपीसिटी हालिदिनु पर्यो है स्थानीय सरकारले। हामी त स्थानीयलाई नै भन्ने हो, अरू त कसलाई भन्नु र। अनि हाम्रो वडा अध्यक्षज्यू पनि यो बाटो चाहिँ अलि एकचोटि बाइक लिएर आउनु नि हो, एकचोटि कतिको जाँदो रहेछ कि जाँदो रहेछ यसो विचार गर्नु पर्यो नि त। अनि हेर्नु यस्तै छ बाटो यो माछा कहाँको घारीमा छिरे जस्तै लाग्छ त मलाई त। राति त अनि यो बाटो पनि नदेखिने रहेछ नि त। अनि यहाँ पनि यत्रो भौडी छ, यो बाटोमै स्विमिङ पुल बनेको छ। स्विमिङ पुल भयो, अब सकिन्छ बाटैमा। यहाँ हेर्नु यही बाटोलाई उहाँसम्म अस्ति यो गरे, के भन्छ ढुङ्गासुङ्गा अलिअलि हालिदिए यही बाटोलाई उहाँसम्म मात्रै। अनि यता यस्तो छ। अब भोलिको दिनमा फेरि यहाँ निकास हुने ठाउँ चाहिँ छैन नि। फेरि पानी निकास हुने ठाउँ धेरै सानो छ। पानी निकास हुने ठाउँ चाहिँ धेरै सानो छ। जस्तै हेर्न सक्नुहुन्छ कि यहाँबाट पानी निकास हुने ठाउँ धेरै सानो छ। होम पाइप सानो छ। पानीको भेल यो भेलबाट आउँछ। यताको सब खेतको सबै यता वरिपरिको सबको आउँछ। यहाँ पुरै टप्पै हुन्छ। यहाँ भरे यहाँबाट निकास नसकिएर, यहाँबाट नसकिँदा यहाँबाट यो बाटोबाट कुद्छ। यो बाटोबाट यसरी कुदेर जान्छ। यो बाटो नाङ्छ पानीले। भोलिको दिनमा यो भिडियो पनि हेर्नु होला, मैले सही बोलेको छु कि छुइनँ भनेर। यो बाटो पुरै यहाँदेखि यो पोखरी छ, एउटा सानो पोखरी छ, यो देख्न सक्नुहुनेछ पोखरी छ। यहाँदेखि यो बढेर यहाँदेखि यसरी जान्छ यो पानी। यहाँ मैले अस्ति पनि भनेको थिएँ, यहाँ आरसिसी को पुल चाहिन्छ क्या, यो कलभर्टले हुँदैन क्या। यहाँ कि त यहाँ पनि होम पाइप हाल्नु पर्यो, कि त त्यो ठुलो मुख हालिदियो भने किन सल्ल गइहाल्छ नि। जस्तै यहाँदेखिको वहाँ पुतलचोकको बाटोमा आरसिसी को पुल छ, त्यत्रै हालिदिनु पर्ने हुन्छ क्या यहाँ चाहिँ। अनि मात्रै पानी निकास हुन्छ। नभएमा पानी डुबेर यता डुबेर यहाँदेखि खलल जान्छ। यहाँको बालुवा गिटी बाटोको सब बगाएर जान्छ, खाल्टो बनाइदिन्छ। अहिले पनि यहाँ हेर्नु स्विमिङ पुल बनेको छ। हेर्नु है, पानी सानी आएको छैन, छिपिक अलिअलि पानी आएको पनि छैन, कहिलेदेखि जमेको छ। यस्तै छ। यहाँ हेर्नु बाइक आउने बाटो छैन।